आज चाहिँ यहाँ नानीको न्वारानमा पुरा हामी चाहिँ ब्रोइलर कुखुराको मासु बनाउँदैछौँ होइन। अब सबै कुराहरू अघि हामीले एड गरिसकेको छौँ। अब चाहिँ हामी यहाँनिर यसो मासु खानुपर्छ नि। अब यस्तै हामी गाउँलेहरूको होइन, गाउँले तरिकाले स्टाइलले पकाउने हो ब्रोइलरको मासु। तोङ्बासँग ब्रोइलरको मासु, सुँगुरको मासु खानुको मजै अर्को हुन्छ नि। जाडोमा तातो तातो खानुपर्छ। अनि यता च्वाचे भाले पनि छ। अब यसको नि यसमा यसलाई पनि मेजमान बनाउनुपर्छ। अर्ग्यानिक तरिकाले पकाउने हो, यसो चुलामा पकाएको मिठो हुन्छ त। अनि अब तातो यसो यहाँ च्वाचे त होइन, यो ब्रोइलरको मासु अहिले चाहिँ होइन, योसँग यस्तो खानुपर्छ। यस्तो दामी हुन्छ नि। यसो 3 पाने यहाँ यसो टलक्क टल्काउनुपर्छ। यहाँ पाक्नु आँट्यो होइन, यसलाई अब धनियाँ मजाले लाउने हो। खाना यहाँ पाकिसकेको छ। अब अरू दाल भात पाकिसकेको छ। हामी चाहिँ यहाँ पकाउँदैछौँ। अब चाहिँ धनियाँ टक्क पाक्यो कि यहाँ सट्ट बनाउने हो। टक्क पाक्छ अनि दामी हुन्छ। यो चाहिँ खाना यहाँ भाइहरूले पकाएको खाना राम्रै छ होला। थोरै थोरै यसो घर परिवार मात्र बोलाएर गरिएको। यो चाहिँ है सुँगुरको मासु चाहिँ माथि पकाइरहेको छ।